लिपुलेखमा भारतको दादागिरी, बालेनको 6 बुँदे चेतावनी। भनिन्छ छिमेकी छान्न पाइँदैन, त्यसैले छिमेकीसँगको सम्बन्ध सम्मान र तथ्यमा आधारित हुनुपर्छ। तर जब छिमेकीले नै ऐतिहासिक तथ्यलाई लत्याएर दादागिरी देखाउन थाल्छ, तब एउटा सार्वभौम राष्ट्रले के गर्नुपर्छ? आज हामी कुरा गर्दैछौँ नेपालको मुटु, लिम्पियाधुरा, कालापानी र लिपुलेखको। हालै नेपालको भूमि लिपुलेख हुँदै भारत र चीनले कैलाश मानसरोवर जाने मार्ग सञ्चालन गरेपछि नेपाल सरकारले एउटा प्रेस नोट जारी गर्दै आपत्ति जनायो। तर विडम्बना, नेपालको प्रेस नोट सार्वजनिक भएको केही घण्टामै भारतले अत्यन्तै ठाडो र हेपाहा शैलीमा जवाब फर्काएको छ। भारतले भनेको छ यो बाटो पुरानो हो, नेपालको दाबी हामीलाई स्वीकार्य छैन। के सन् 1816 को सुगौली सन्धि भन्दा पुरानो हो भारतको दाबी? के दुई ठूला छिमेकी मिलेर सानो देशको भूमि मिच्न पाइन्छ? सबैभन्दा पहिला घटनाक्रमलाई बुझौं। भारत र चीनले नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवरको यात्रा खुल्ला गरे। यसपछि नेपालमा नागरिक स्तरबाट तीव्र विरोध भयो। जनदबाव बढेपछि आइतबार साँझ नेपालको परराष्ट्र मन्त्रालयले 6 बुँदे प्रेस नोट जारी गर्यो। यस नोटको दोस्रो बुँदामा नेपालले निकै शक्तिशाली र स्पष्ट भाषा प्रयोग गरेको छ, जसमा लेखिएको छ 1816 को सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ। नेपालले भारतलाई मात्र होइन, चीनलाई समेत स्पष्ट रूपमा भनेको छ कि यो भूमि हाम्रो हो, यहाँ सडक निर्माण, सीमा व्यापार वा तीर्थाटन जस्ता कुनै पनि गतिविधि नगर्नुहोस्। यो कूटनीतिक नोटले नेपालको कानूनी र ऐतिहासिक अधिकारलाई पुनः एकपटक अन्तर्राष्ट्रिय मञ्चमा रेकर्ड गराएको छ। सामान्यतया कूटनीतिमा एउटा देशले पत्र पठाएपछि अर्को देशले त्यसको अध्ययन गर्छ र स्पष्ट भाषामा जवाफ दिन्छ। तर भारत र चीनले कुनै जवाफ पठाएका छैनन्। तर नेपालले प्रेस नोट सार्वजनिक गरेको केही घण्टामै भारतको विदेश मन्त्रालयले हतार जवाफ फर्कायो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले अत्यन्तै हलुका र घमण्डी शैलीमा भनेका छन्, लिपुलेख पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् 1954 देखि निरन्तर चलिरहेको पुरानो मार्ग हो। यो कुनै नयाँ विषय होइन। अझ अगाडि बढेर भारतले भनेको छ नेपालका दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। यस्ता एकतर्फी दाबी हामीलाई अस्वीकार्य छ। अब यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ। भारतले सन् 1954 अर्थात् विक्रमसम्म 2011 लाई आधार मानिरहेको छ। तर नेपाल र ब्रिटिस इन्डिया बीच सिमाना तय भएको त सन् 1816 को सुगौली सन्धिबाट हो। सुगौली सन्धिले स्पष्ट भन्छ महाकाली नदीको मुहान लिम्पियाधुरा हो र त्यसको पूर्वको सम्पूर्ण भाग नेपाल हो। 1816 को अकाट्य प्रमाणलाई तथ्यहीन भन्ने र आफूले 1954 देखि जबरजस्ती प्रयोग गरेको बाटोलाई अधिकार मान्ने भारतको यो तर्क कूटनीतिक रूपमा लङ्गडो र नैतिक रूपमा दरिद्र छ। कसैको जग्गामा छिमेकीले धेरै वर्षदेखि जबरजस्ती बाटो हिँड्यो भन्दैमा त्यो जग्गा छिमेकीको हुँदैन। कानूनले लाल पूर्जा हेर्छ र लिपुलेखको लाल पूर्जा सुगौली सन्धिसँग सुरक्षित छ। यस प्रकरणमा हामीले भारतलाई मात्र प्रश्न गरेर पुग्दैन, उत्तरी छिमेकी चीनको भूमिका पनि उत्तिकै शंकास्पद छ। एकातिर चीनले नेपालको सार्वभौम सत्ताको सम्मान गर्ने मिठा कुरा गर्छ, तर अर्कोतिर नेपालको भूमि प्रयोग गरेर भारतसँग व्यापार र तीर्थाटनको सम्झौता गर्छ। नेपालले चीनलाई समेत आधिकारिक रूपमा यो जानकारी गराइसकेको छ कि लिपुलेख नेपाली भूभाग हो। तैपनि चीनले यो मार्ग सञ्चालनमा भारतलाई साथ दिनु भनेको नेपालको भौगोलिक अखण्डतामाथिको प्रहारमा मौन स्वीकृति दिनु हो। यो घटनाले के प्रमाणित गर्छ भने अन्तर्राष्ट्रिय राजनीतिमा न कोही स्थायी मित्र हुन्छन् न शत्रु। यहाँ केवल आफ्ना स्वार्थहरू स्थायी हुन्छन्। चीन र भारतको सीमामा जतिसुकै विवाद भए पनि नेपालको भूमि प्रयोग गर्ने विषयमा उनीहरूको स्वार्थ मिलेको प्रष्ट देखिन्छ। दर्शकवृन्द, परराष्ट्र मन्त्रालयले पत्र पठाउनु राम्रो सुरुवात हो, तर आजको दिनमा नेपाली जनभावना केवल कागजी विरोध वा प्रेस नोटले मात्र सन्तुष्ट हुने अवस्थामा छैन। विगतका वर्षहरूमा पनि नेपालले यस्ता कैयौं कूटनीतिक नोटहरू पठाएको छ, तर भारतले त्यसलाई डस्टबिनमा फ्याँक्ने र आफ्नो मिचा प्रवृत्तिलाई निरन्तरता दिने काम मात्र गरेको छ। नेपाली जनताको मनमा अहिले एउटा ठूलो आक्रोश छ कि हामी सधैँ यसरी नै हेपिएर बस्ने। भारतले आफ्नो वक्तव्यको अन्त्यमा भनेको छ हामी सीमा विवाद समाधानका लागि कूटनीति मार्फत रचनात्मक छलफल गर्न तयार छौं। तर एकातिर नेपालको दाबीलाई अस्वीकार्य भन्ने र अर्कोतिर छलफल गर्छौं भन्नु आफैमा विरोधाभासपूर्ण छ। अब नेपालले के गर्नुपर्छ त? पहिलो, नेपालले यो विषयलाई केवल तल्लो तहको कर्मचारी स्तरमा सीमित नराखी प्रधानमन्त्री स्तरकै उच्च राजनीतिक संवादको एजेन्डा बनाउनुपर्छ। दोस्रो, यदि द्विपक्षीय वार्ताबाट भारतले निरन्तर तथ्यलाई अस्वीकार गर्छ भने नेपालले सुगौली सन्धि, ऐतिहासिक नक्सा, जनगणनाका तथ्याङ्क र तिरोतिरका रसिदहरू लिएर अन्तर्राष्ट्रिय अदालत आइसिजे वा संयुक्त राष्ट्रसंघ UN को ढोका घचघचाउने हिम्मत गर्नुपर्छ। राष्ट्रको माटो कुनै राजनीतिक दलको पेवा होइन, यो 3 करोड नेपालीको स्वाभिमान। नेपाल आमाको साथीमा विदेशीले सडक खन्दा हाम्रो मुटु दुख्छ। सुगौली सन्धिमा हाम्रा पुर्खाले रगत बगाएर जोगाएको देश आज हामीले कूटनीतिक टेबलमा हार्नु हुँदैन। तपाईहरुलाई के लाग्छ? के नेपाल सरकारले पठाएको यो कूटनीतिक नोट मात्र पर्याप्त छ?
अब भारत र चीनको यो कदम विरुद्ध नेपालले चाल्नुपर्ने सबैभन्दा कडा र प्रभावकारी कदम के हुन सक्छ? आफ्नो विचार र राष्ट्रप्रतिको भावना तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र शेयर गरेर हरेक नेपालीको मोबाइलसम्म पुर्याउनुहोला। यस्तै सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। नेपालको जय होस्। नमस्कार।